यो ड्यामको दिल्ली उताबाट आएको नि राति धेरै गहिरो होला छैन अहिले पानी यस्तो राति त सुनेर मान्छेले सिँचाइको लागि प्रयोग गर्छन् होइन त्यसै पानी भन्दा छैन कि यो विशेष गरी यो बोटिङमा चाहिँ देखिने भने हाम्रो चाहिँ आजको त्यो जीव जन्तुहरू यसो देखिन सक्छ हल्ला नगर्नु होला तपाईँहरूलाई पनि राम्रो हुन्छ होइन आक्रामक भन्दा नि तपाईँको अलिक ठुलो जनावर त आक्रामकै हुन्छ अनि कुनै सानसानो जनावरहरू चाहिँ तपाईँको के हुन्छ भन्दाखेरि भागिदिन्छ कि तपाईँले हेर्न पाउनुहुन्न कि र तपाईँ यहाँ घुम्न आउनु भएको छ कुनै जीव जन्तुहरू देख्यो भने राम्रो भयो हजुरहरूलाई होइन फलानु देख्यो ढिस्यान देख्यो भने त हुन्छ नि त हल्ला गऱ्यो भने त आउने छ भने पनि आउँदैन उता हेर्नु किङफिसरहरू छ उतो अनि यो चाहिँ बकुला ठुलो बकुलाहरू अनि कत्रो घाँटी ठुलो बकुला किन हाँस्यो हाम्रो माडी पनि पाइन्छ बकुला ठिक छ चुप्प लागेको छ कस्तो आनन्दको चरा कराइरहेछ यो कोइली हो कि कोइली भन्छ नि चरा हजुर त्यही हो कराउने हजुर त्यो सेन कोइली यो चाहिँ गौँथली भन्ने चरा नेपालीमा गौँथली अनि किङफिसरहरू अनि मुरली भन्छ क्या अर्को बी इटर भन्ने चराहरूले बस्छन् एउटा वाटर जलकुम्बी भन्छ नि यो हनिलो नफुल्ने यो जलकुम्बी भने यो वाटर आइसन भइहाल्यो अनि वाटर क्याबेज भनिन्छ लेउहरू हजुर देखिन्छ त्यहाँ पनि थियो देखिन्छ अहिले के भयो माछा पनि रहेछ ए माछा छन् 120 किसिमभन्दा बढी प्रजाति लिटल कोर्मोरेन्ट भन्छ एउटा लिटल इग्रेट भयो हजुर बकुला भन्छ नि बकुला कालो चाहिँ जलकौवा नेपालीमा भन्दा चाहिँ यो पानी हाँसै भयो क्या इङ्ग्लिसमा भन्दा चाहिँ लिटल कोर्मोरेन्ट भन्छ होइन यता प्रजाति नै यत्रो हो चिबे कहाँ पाउँछ जुरेली पो ऊ त अगाडि नि किङफिसर ऊ त्यो उठिट्याउ भन्छ त्यसलाई त्यो त मन भनिन्छ नेपालीमा उठिट्याउ भयो के भने उल्टेको विषय त यदि चढाङ चढाङ गरेर आकाश गर्छ भने नि आकाश झर्न लाग्यो भनेर उसले आकाश फ्याँकिदिन्छु भन्छ अरे गर्मी सालमा आउँछ नि फाइट किङफिसर देख्छु दुईवटा सुरमे यो चाहिँ फाइट किङफिसर यो के हो अलिकति घाम पर्छ त्यो चाहिँ रिभर ल्यापको माछा नि उफ्रिँदो रहेछ यो काले कालो तपाईँहरू बुझिहाल्नु क्या हामी गाउँले इङ्ग्लिसहरू यो चाहिँ कमन महिना भन्छ कि यो कुखुरा हेर्नु यसलाई चाहिँ सिम कुखुरा भन्छ नि होइन यत्रो यही हो सिम मात्रै हेर्छ यो सिम भनेको यो वेटल्यान्डहरू भएछ सिम सान टाउको उता नि टाउको तेह्रमा टाउको टुकी निकालेर बस्यो भने त्यहाँनिर किङफिसर व्हाइट थ्रोटेड किङफिसर भन्छ क्या सेतो छाती भएर
यस्तो हुन्छ पानीको ब्रेक कस्तो छ भन्ने कुरोमा डिपेन्ड पर्छ है तपाईँको अलिकति छाल आउने यस्तो यस्तो हल्लाउने भयो भने बोटिङ हुँदैन तर गहिरो होस् केही फरक परेन तर त्यस्तो यताउता नहुने नि बिस्तारै जाने हुन्छ नि केही फरक पर्दैन कि ढुकुर पनि धेरै 5 किसिमको छ यो चाहिँ स्पोर्टेड कोही हेर्नु यहाँ यता रेडी हुनु मैले अहिले पछि देखिन्छ यो हेर्नु पहिला जब जिप सवारी पनि जति देख्छ नाचेको त्यहीँ आछ कति धेरै क्रोकोडाइल के खाएर ढाडेर बसेछ है त्यो त हजुर तपाईँ यहाँ तपाईँलाई हाम फाल्नु मात्रै सिधै आइहाल्नु सबभन्दा डेन्जर गयो मगर गयो भने मान्छे चरा चुरुङ्गी जेलाई नै अट्याक गर्छ बोटिङमा हजुर बल्ल डुङ्गा छ अनि त्यो डुङ्गा अनि हात्तीको बच्चा देखाएर निकाल्ने त्यो 8:30 भन्ने टाइम यतापट्टिको बोटिङ अर्को बोटिङ जानु र यहाँको बोटिङ लामो भनेको अब राप्तीमा नि हुन्छ होइन एउटा वाकिङ गर्नु पर्छ त्यसमा चाहिँ अर्को एउटा यहाँ चाहिँ तपाईँको गोहीहरू कस्तै देखिन्छ कि अहिले त तपाईँको बिहान पढ्न अर्ली टाइममा भयो हाम्रो अब होइन एकछिन त तपाईँहरूलाई यसो कुरा कल गर्नु भयो रेड वाटरलाई 4 घण्टाको सफारी जाँदा चाहिँ सबै देखिन्थ्यो होला के त्यस्तो हुँदैन तपाईँको समयको मध्यनजर हो नि त भाले चाहिँ किन छ नि तपाईँको पर्मिट छ नि पर्मिट पनि लाग्छ नेपाल सरकारको अहिले 4 घण्टा नि 5 साढे 5 घण्टा हुन्छ तपाईँको लगभग धेरै भ्याइँदैन कि यो अब तपाईँको अलिकति लाग्दैन जलकभर भयो अनि टिकटिके चरा त वाक गर्नु व्हाइट वाक टिकटिके चरा है कान्छ बाबुलाई मिर्ग देखाइदिनु न कतिवटा सिङ यहाँ गोही छ है गोहीको खाल्टो उहीँ पछि यो गोहीको पाल हुँदो रहेछ घर पो हुँदो रहेछ जलकुम्बीहरूले ती गोही नै गोही बस्ने ठाउँ होला ती मिल्दैन के देऊ देऊ यहाँ गोहीको टाउको हेरेर चाहिँ यहाँ टाउको देखाएर बजार देख्नु होइन काट्दा चाहिँ लामो काल चस्मा यहाँनिर हेर्नु क्रोकोडाइल कहाँ कति त त्यो अघि एउटा गोही निस्केको थियो नि बाहिर त्यसरी निस्किन्छ कि यिनीहरू 9 बजी भिडियो गर्नुहुन्छ हेलो 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 कान्छा आएको हो तिमी कहाँ आएको हो के हो हेलो केटा
हजुर यस्तो बस्छ तर यस्तो ढुङ्गामा भन्दा पुरा बालुटा भन्छ सानो टाइगर कहाँ गयो सानो टाइगर कहाँ गयो त्यसो गर्नु हुँदैन सानो र चाहिँ बच्चो र चाहिँ हराइने हुन्छ यो भाइ गइरहेछ भाइ गइ यिनीहरू चाहिँ आक्रमण गर्न सहिलो हुन्छ बरु है ए त्यो चाहिँ ठुलोहरूको व्हाइट थ्रोटेड भयो होइन यहाँ धेरै चाहिँ तपाईँको यहाँ त्यो कहाँको पुल मागिँदा हामी यहाँ झुरुङ्गे पुल हजुर यहाँको झरे हात्ती बच्चा हेर्न जान्छौँ हजुर त्यो साना दुईटा बच्चा त्यो राम लक्ष्मण चाहिँ कहाँ छन् अहिले पहिला थाइल्यान्डमा पनि भएको हो र थियो नेपालमा अनि पछि तिनीहरू सर्भाइभ भएन अनि पछि पहिलो रेकर्ड पनि हुन थाल्यो नेपालको जुम्लिया जन्मेको क्या जुन यो हजारको नोटमा हाम्रो देखिया छ नि सानो सानो ती ठुला भइसक्यो दुइटै राम्रो बाबुआमालाई साथ घुमाउँछ आदि नेपाल यही बाटो फर्किने हो दुनियाँको हेरेर अनि कहाँबाट हिँड्छ अन्त पहिला गाउँमा अस्ति पानी होइन होला यही बाटो फर्किने भन्ने पहिला लास कुद्नु पर्थेन अहिले लासले कुद्नु पर्ने जमाना आयो छोरा बुहारी सबै अस्ट्रेलिया बुढाबुढी यहाँ छन् अब गइसक्यो यहाँ एउटा छ अगाडि दुईवटा अब हामी यहाँ एउटा नेपालीमा चाहिँ मुरली भन्छ अलिक गाह्रै छ नाम मुरली मुरली चरा भेट्यो यो त गाउँथली हो मुरली चरा यताबाट हात्तीको बच्चा हेरेर यता बाटो जान्छ त मास्तिर नजिकै गर त्यो एउटा कहाँ आउने भिडियो हाल्छ न नजिक गएर खिचेको त्यो त कतिवटा हात्ती भइदिया भए मतलब हुन्थेन हेर्नु यहाँ सरकारी हो सरकारी हात्ती र सरकारी कर्मचारी हुन् के भन्छ यो जङ्गलमा भएका हात्ती सबै सरकारी हो सबै सरकारी जस्तो हो मैले भन्न खोजेँ यी सरकारी हात्ती पनि जङ्गलमा जन्मिने भएपछि यहाँ ल्याउने हो र होइन कोही मान्छे 100 वर्ष पुरा पेन्सनवाला कर्मचारी हजुर यी सबै कर्मचारी हो पेन्सनवाला भाडा लाउने यी हो एसियनको चाहिँ अब फिमेलको दारा आउँदैन मेलको मात्रै आउने भयो यसको अफ्रिकनको चाहिँ मेल र फिमेल दुइटैको आउँछ कि यो त प्राइभेट हो पहिला यो धेरै वर्ष अगाडि नेपाल र इन्डियामा किनबेच भइराखेको कि यो अनि पुरानो नेपालमा धेरै थियो प्राइभेट हात्तीहरू जुन तपाईँहरू सफारी गर्नु ल पठाइदिनु हजुर हजुर गाडी होइन तपाईँहरूको फेरि यो चाहिँ तपाईँको बोटिङ प्लस इबिसी सक्यो केराको त अब यता